हेलो गाइज नमस्ते तपाईँलाई स्वागत छ मेरो सेकेन्ड मिनी ब्लगमा। यो चाहिँ हामी केही महिना अगाडि मनोकामना गएको भिडियो हो। पछाडिबाट बिहा गर्दै आउनु लाग्नुभएको उहाँ चाहिँ मेरो फुपू हो, ओन्ली वान फुपू, मेरो हजुरबाकै एउटा मात्रै छोरी। त्यसपछि त्यसको पछाडि चाहिँ यहाँ चाहिँ आइरहेको मेरो मम्मी र लास्टमा आइराख्नु भएको मेरो हजुरआमा। ल हेर्नुहोस् एउटा भिडियो खिचिहालेको यो चाहिँ मनोकामनामा केबुल कार चढ्नलाई चाहिँ लाइन बसेको तर हजुरआमा डरले गर्दा मुख हल्का भइसक्यो। ल हेर्नुहोस् कस्तो अवस्थामा हुनुहुन्छ। यो चाहिँ डाँडाकाँडा चिसोल्दै ल है हामी पनि लाग्यौँ यसो डाँडा यो चाहिँ पुग्ने बित्तिकै एउटा फोटो त बन्ताए होइन जाने बित्तिकै फ्रेस हुनु रे फोटोसोटो लिन हामी लगाइहाल्यौँ। त्यो दिन साँझ पख के गर्नु है जाने पुग्ने बित्तिकै यसो लगाएर फोटोसोटो खिच्यौँ। त्यसपछि भोलिपल्ट फ्रेस भएर हामी गयौँ पूजा गर्न, आरती गऱ्यौँ, चक्कर लगाएर फुपू मम्मी हजुरआमा सबैजना मिलेर होइन। त्यो दिन पूजा गरेको गरे भगवान् पनि साँच्ची त्यो दिन वाक्क दिक्क प्याक्कै हुनुभयो होला। सबैले मागेछ मागे त्यो दिन पनि ल तथास्तु भनेर पठाउनु भयो होला। भगवान्ले धेरै माग्यो ल जाऊ तिमीहरूलाई पनि पुगोस् भनेर भन्नुभयो अनि हामी फर्केर आयौँ।